उहाँ आइसक्नु भएको छ हामी देखिरहेको छौँ अहिले बालिन शाहजी अहिले आइसक्नु भएको छ अहिले बाहिर उहाँको पर्खाइमा उभिराख्नु भएको छ हामी देखाइरहेको छौँ अहिले पूर्व मेयर बिस्तारै 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 मेयर साहब हामी देखेको पूर्व मेयर अहिले वरिष्ठ नेता राष्ट्रसभाका वरिष्ठ नेता अहिले उहाँ अहिले एकदमै विराटनगरमा आइसक्नु भएको छ उहाँ चाहिँ अब केही बेरमा काठमाडौँ प्रस्थान गर्दै हुनुहुन्छ हामी देखिरहेको छौँ अहिले पूर्व मेयर बालिन शाह एवं हामी देखिरहेको छौँ दर्शकबिन अहिले यहाँ चाहिँ फोटो खिच्नेहरूको एकदमै पहिरो लागेको छ हामी देखाउँ यतातिर दर्शकबिन हामी देखाइरहेको छौँ अहिले यो पूर्व मेयर एवं राष्ट्रसभाका वरिष्ठ नेता बालिन शाहका यहाँ समर्थकहरू हामी देखिरहेको छौँ सबै बाहिर हुनुहुन्छ हामी त्यसरी देखिरहेको छौँ अहिले यहाँ चाहिँ एकदमै बालिन शाहका समर्थकहरू हामी यहाँ अहिले यो विराटनगरको माहौल देखाइरहेको छौँ दर्शकबिन अहिले हामी यहाँलाई विराटनगरको माहौल देखाइरहेको छौँ अहिले हामी यो विराटनगरको माहौल हो यो विराटनगरको एयरपोर्टको माहौल हो हामी देखाइरहेको छौँ अहिले पूर्व मेयर एवं राष्ट्रसभाका वरिष्ठ नेता बालिन शाह अहिले विराटनगर आएसँगै अहिले उसको चाहिँ कार्यकर्ताको व्यापक अहिले यहाँ व्यापक हामी देखिरहेको छौँ दर्शकबिन अहिले यहाँलाई उहाँ निस्किँदै हुन्छ उहाँलाई निस्किन दिइरहेको छैन उहाँलाई हेर्नुहोस् दर्शकबिन हामी देखिरहेको छौँ बालिन शाहले सबैसँग हात मिलाउँदैछन् उहाँ अहिले हामी दर्शकबिन यो विराटनगरको दृश्य हो यो विराटनगरको विमानस्थल छेउको दृश्य हो हामी देखाइरहेको छौँ अहिले बालिन शाह अहिले विराटनगरमा र उहाँ अब केही बेरमा काठमाडौँ तर्फ लागिराख्नु भएको छ दर्शकबिन हामी अहिले एकदमै दर्शकबिन हामी देखाइरहेको छौँ अहिले दर्शकबिन हामी देखिरहेको छौँ अहिले बालिन शाह उहाँ चाहिँ एकदमै यहाँका समर्थकहरूले चाहिँ उहाँलाई निस्किन दिइराख्नु भएको छैन हामी देखिरहेको छौँ दर्शकबिन दर्शकबिन हामी देखिरहेको छौँ अहिले बालिन शाह उहाँ अहिले एयरपोर्टतर्फ उहाँ लागिसक्नु भएको छ विराटनगरको विमानस्थलतर्फ उहाँ हिँडिसक्नु भएको छ हामी देखिरहेको छौँ दर्शकबिन